पूर्वको पहाडी भेगमा रहेको यो सुन्दर सानो गाउँ जहाँ ठुला ठुला सालका रुखहरू देख्न सकिन्छ, धेरै मात्रामा चिया बगानहरू र केही खेतीयोग्य जमिन पनि रहेको छ। यहाँका मानिसहरू विशेष गरी बाख्रा पालनमा धेरै नै रुचि राखेको पनि पाइन्छ। यो सानो गाउँ मङ्गलबारका दिन निकै नै रमाइलो देखिन्छ किनकि यो गाउँमा मङ्गलबारे हाट लाग्छ। हाटका दिन ताजा सागसब्जी, माछा मासु, तातो तातो सेलरोटी, चटपटे लगायत अन्य धेरै कुराहरू पाइन्छन्। विशेष गरी तराईबाट आएका व्यापारीहरूले लत्ता कपडा पनि यही दिनै ल्याउने गरेकाले हाटमा निकै नै चहल पहल पनि देख्न सकिन्छ। आज हामी यही सानो गाउँमा बस्ने एक सुन्दर परिवारको कुरा गर्छौं। यस परिवारमा एकजना आमा हुनुहुन्छ, उहाँका 2 नातिनी, जसमा ठुली नातिनीको नाम समृद्धि र सानीको नाम स्नेहा रहेको छ। र अर्को यस परिवारमा छुट्याउनै नहुने सदस्य भनेको उहाँहरूको प्यारो कुकुर जसको नाम मोती रहेको छ। आमा निकै नै मायालु र दयालु स्वभावकी हुनुहुन्छ। आमाहरूको छिमेकमा 2 जहानको परिवार पनि बस्छ। परिवारमा श्याम र राधिका छन्। श्याम र राधिकालाई स्नेहा र समृद्धिले काका र काकी भनेर सम्बोधन गर्ने गरेका छन्। उहाँहरू निकै नै मिलनसार र एक परिवारको रूपमा यस सानो ठाउँमा बस्दै आउनु भएको छ। गाउँका अन्य मानिस चाहिँ मङ्गलबार आमा र 2 नातिनीका लागि पनि विशेष हुने गरेको पाइन्छ, किनभने आमाले मङ्गलबारको दिन हाटमा गएर मिठो मिठो तातो सेलरोटी र आलुको तरकारी बेच्ने गर्नुहुन्छ। सेलरोटी अत्यन्त मिठो भएको मानिसहरू बताउँछन्। बाहिर काँडेदार र झुरुम झुरुम गर्ने र भित्र असाध्यै नरम, सफा र सुगरिलो भएको कारणले आमाको सेलरोटी मानिसहरूले निकै चाखका साथ किनेर खाने गरेको हुन्छन्। स्नेहा र समृद्धि गाउँका अन्य साथीहरूसँग मिलेर नजिकैको स्कुल जान्छन्। स्कुलको समय पश्चात उनीहरू हजुरआमासँग बसेर हजुरआमालाई आफूले सकेको काम सघाउँछन्। स्कुलमा के भयो भनेर सबै कुरा हजुरआमालाई सुनाउँछन् र आमा पनि आफ्नो पुराना कथाहरू नातिनीहरूलाई सुनाएर बस्नुहुन्छ। गफकै क्रममा एक दिन स्नेहाले आमालाई सोधिन्, आमा यो मोती चाहिँ हामीसँग कसरी आयो? यसले त हामीलाई निकै नै माया गर्छ। आमाले मुस्कुराउँदै भन्नुभयो, ए यो मोती, यसको बारेमा त मैले तिमीहरूलाई सुनाउनै पर्छ, लौ सुन। आमाले भन्नुभयो, तिमीहरूको बाबा र मम्मीलाई भगवानले लगेपछि म असाध्यै दुखी हुन्थे। म धेरै जसो समय जङ्गलमा गएर एक्लै बस्न रुचाउँथे। एक दिन म जङ्गलमा बसिरहेको बेलामा केही रोए जस्तो आवाज सुने। के रहेछ भनेर झाडी पछाडि हेर्दा त एउटा सानो कुकुरको बच्चा धेरै घाउ भएको र मुखमा सेलरोटी चेपेको देखे। मलाई अत्यन्तै माया लागेर आयो। मैले यसलाई बोकेर गाउँ छेउमा लिएर आएँ र जडीबुटी पिसेर यसको घाउमा लगाइदिएँ। त्यो बेलासम्म यसले सेलरोटी चाहिँ आफ्नो मुखबाट छोडेकै थिएन अनि मलाई निन्याउरो आँखाले हेरिरह्यो। मलाई झन् धेरै माया लागेर आयो अनि मैले यसलाई मोती नाम राखिदिएर घरमै लिएर आएँ। केही दिनमा नै मोती निको भयो, तर उसले त्यो सेलरोटी चाहिँ पटक्कै छोडेन। त्यति बेला मैले सोचे सायद यसलाई सेलरोटी असाध्यै मनपर्ने पो रहेछ क्यारे। अब त्यो सेलरोटी खान पनि सबै ढुँडी पडिसकेको थियो अनि मैले यसलाई मनपर्छ होला भनेर सेलरोटी बनाउने निर्णय गरेँ। त्यो दिन श्याम र राधिका पनि घरमा आएका थिए। मैले सुरुमै बनेको सेलरोटी मोतीलाई दिएँ। उ निकै खुसी भएर खायो र मसँग झन् धेरै झुम्मिन थाल्यो। त्यो दिन राधिकाले मलाई, आमा यस्तो मिठो सेलरोटी बनाउनुहुन्छ, तपाईँ र म मिलेर बजारमा लगेर बेचौँ न, एकदमै राम्रो हुन्छ। बजारको त हामीले भने जस्तो सेलरोटी नै पाउँदैन, मानिसहरूले खासै खान पनि रुचाउँदैन भनेर भनिन्। त्यो पछाडि नै तिमीहरूको हजुरआमाको सेलरोटी र आलुको पसल बजारमा सुरु भएको। यसरी नै भलाकुसारी गर्दै आमा र नातिनीहरू खाना खान लाग्नुभयो। मोती पनि उसैको कुरा गरेको बुझेझै गरेर मक्ख परेर नजिकै उसको खाना खान लाग्यो। सदा झै स्नेहा र समृद्धि आज पनि स्कुलतिर लागे। आमा भने बेलुकाको खानाको तयारी गर्दै खाना पकाउन भान्सातिर हुनुहुन्थ्यो।
मोती पनि आमासँगै भान्सामा बसिरहेको थियो। काम गर्दा गर्दै आमालाई एक्कासी रिङ्गटा लागेर आयो। आमा त्यही लड्नुभयो र त्यो तातो पाकेको सब्जीले आमाको हात पोल्यो। मोती असाध्यै आतियो र भुक्न थाल्यो। आमा छिटो छिटो सास फेर्दै हुनुहुन्थ्यो। उहाँ अया अया भनेर कराउन पनि थाल्नुभयो। मोती झन धेरै आतियो। ऊ श्याम र राधिकाको घरतर्फ लाग्यो र घरमा गएर चिच्याउन र भुक्न थाल्यो। मोतीको त्यस्तो व्यवहार देखेर श्याम र राधिका पनि छक्क परे। उनीहरूको मनमा चिसो पस्यो र घरमा केही पो भयो कि भनेर मोती सँगसँगै दगुडेर उनीहरू पनि आमाको घरतर्फ लागे। केही समयपछि श्याम र राधिकाले आमालाई नजिकैको अस्पताल पुर्याए। त्यहाँ आमाको उपचार सुरु भयो र आमालाई सोही अस्पतालमा भर्ना गरेर राखियो। डाक्टर साहबले भन्नुभयो आमालाई प्रेसरको बिरामी भएको 12 वर्ष भएको रहेछ। उहाँले 7-8 दिनदेखि औषधि छुटाउनु भएको रहेछ। यो विषयमा तपाईहरूलाई केही जानकारी छ? राधिकाले भनिन्, हो डाक्टर साहब, आमाले प्रेसरको औषधि सकिएको छ, अब अलिक दिन चाहिँ नखाएर हेर्नु पर्यो भनेर भनेको त मैले सुनेको थिएँ। डाक्टर साहबले भन्नुभयो, हो, यो कुरा तपाईहरूले र आमाले बुझ्न एकदमै जरुरी छ। उच्च रक्तचाप भएका बिरामीहरूले डाक्टरको सल्लाह बिना आफैले त्यसरी औषधि छोड्न मिल्दैन। यो रोग भएका मानिसको विभिन्न अङ्ग जस्तै मुटु, मृगौला, आँखा लगायत अन्य भागमा असर पुर्याउँदछ। आज आमालाई भएको अवस्थामा यदि उहाँलाई समयमै अस्पताल ल्याएर उपचार नगरिएको भए मस्तिष्कघातसम्म हुने खतरा हुन्थ्यो। त्यसैले आमालाई औषधि नियमित खाने सल्लाह यहाँहरूले पनि दिनुपर्छ। औषधि साथसाथै अन्य खानेकुरामा पनि आमाले ध्यान दिन जरुरी छ। जस्तै धेरै चिल्लो, पिरो, धेरै नुन भएको खानेकुरा आमाले नखाने। अस्पतालमा 2 दिनको बसाइ पश्चात आमालाई डिस्चार्ज दियो। आमा निको हुनुभयो, तर त्यो हातमा पोलेको घाउ भने निकै नै दुख्ने र पोल्ने गर्थ्यो। घरमा आमा अथा र अया भनेर बस्ने गर्नुहुन्थ्यो। स्नेहा र समृद्धिलाई पनि त्यो देखेर निकै नै पिर पर्ने गर्थ्यो। उनीहरू एक्लै भएको बेलामा पनि आमाको त्यो दुखाइ कसरी कम गर्ने होला भनेर सोचेर बस्थे। मोती पनि उनीहरूसँगै दुखी भएर बस्न लाग्यो। एक दिन बिहानै मोतीले समृद्धिको लुगा तान्न लाग्यो, मानौ उसले मसँग कतै जाउँ भनेर बोलाए जसरी। दिदी बहिनी दुवैजना मिलेर मोतीको पछि लागे। मोतीले स्नेहा र समृद्धिलाई नजिकैको जङ्गलतर्फ लग्यो। उनीहरूको मुहारमा निकै नै दुःख देखिन्थ्यो। जङ्गलमा पुगेर एउटा ठुलो रुखमुनिको झारलाई मोतीले सुँघ्न थाल्यो र त्यसको फनफनी घुमेर भुक्न थाल्यो। समृद्धिले भनिन्, बहिनी, यसले हामीलाई कुनै जडीबुटी झार पो देखाएको हो कि? यसो गरौँ, यसलाई टिपेर हजुरआमालाई लगेर देखाऊ, यदि यसले पोलेको भागलाई सञ्चो पो गर्ने हो कि भनेर उनीहरूले त्यस झारलाई टिप्न थाले। घर पुगेर स्नेहाले भनिन्, आमा हेर्नुस् त, मोतीले हामीलाई यो झार भएको ठाउँमा लिएर गयो। यो के होला? कतै हजुरको पोलेको ठाउँमा लगाउन काम दिने पो हो कि? आमाले त्यो झार हेर्नुभयो अनि ओहो, यो झार त अझै रहेछ। यो झार त लोप हुँदै गएको थियो। पहिला पहिला डाक्टरको औषधिहरू नहुँदा हामी पोलेको ठाउँमा यही झार लगाउने गर्थ्यौं। कठैबरा यसले कसरी थाहा पाएछ यस्तो कुरा? अब तिमीहरूले यसलाई पिसेर मेरो घाउमा लगाइदेऊ त, पोल्न धेरै नै सञ्च गर्छ नि यसले त। त्यसपछि स्नेहा र समृद्धिले त्यो जडीबुटी झारलाई पिसेर आमाको पोलेको घाउमा लगाइदिन्थे। मोती पनि सँगै बस्थ्यो। दैनिक रूपमा त्यो औषधिको प्रयोगले आमा पनि निको हुँदै जानुभयो र यो सानो परिवार फेरि खुसी र सुखी भयो। मोतीले पनि यो परिवारलाई खुसी राख्न उसले सकेको निकै प्रयास गरेको थियो। आजको कथा यहाँहरूलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेखिदिनु होला र यो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।